अनरियल कुराहरू, विसहरू, ड्रिमहरू व्यक्त गर्नको लागि हामीले कनेक्टिभ च्वाइ प्रयोग गरिन्छ भनेर नोट गर्नु सबैजनाले। ल परमेश्वर हामीले कनेक्टिभ च्वाइ किन प्रयोग गरिदो रहेछ? हामीले अनरियल सिचुएसन, विसेस, पोलाइट रिक्वेस्टहरू, इमेजिनरी कन्डिसन्सहरू, ड्रिमहरू यस्तो को चाहिँ के गर्न एक्सप्रेस गर्नलाई प्रयोग गरिन्छ। Very good. त्यसरी नै नोट लेख्नु है त। अब यसमध्ये मोडल भर्बहरू नै युज गरिन्छ कनेक्टिभ च्वाइमा। मोडल भर्ब मध्ये हामीले आज एउटा मात्र मोडल भर्ब पढ्न गएका छौँ। बिस्तारै हामीले एकउन्टा गरेर पढ्छौँ, लास्टमा चाहिँ एकचोटि रिभिजन गर्छौँ है त। जोलेन युज गरौँ। आज हामी जोलेनको वाला पढ्छौँ। हल्लेको छ जोलेन। अब जोलेन चाहिँ कनेक्टिभ च्वाइमा चाहिँ धेरै जस्तो पोलाइट भएर सजेसन दिनको लागि, एडभाइस दिनको लागि प्रयोग गरिन्छ। एडभाइस थाहा नै छ, तर पोलाइट तरिकाले, रुड तरिकाले होइन। एडभाइसलाई भनिन्छ रास लाग अथवा फोर्स लाग। रास लाग दिनको तरिकाले रास लाग दिन अथवा पोलाइट तरिकाले एडभाइस गर्न। तपाईँलाई मैले अघि सोधेँ नि रोशनलाई मलाई यस्तो भएको छ भनेर। रोशनले मलाई पोलाइट तरिकाले, राम्रो तरिकाले चाहिँ मलाई के गर्नुहुन्छ, एडभाइस गर्नुहुन्छ भने त्यतिखेर हामी जोलेन प्रयोग गर्छौँ। अब उसमा हामीले पहिला पढेको जोलेन त जोल थियो। अब पोलाइट तरिकाको जोलेनमा चाहिँ भर्ब कन्जुगेसन फरक पर्न जान्छ। हेरौँ है त, पहिला सुरु भर्ब कन्जुगेसन इज, टु, इयर, G, S. Where, here, G, G. अब के हो, पहिला त हामीले यासो याल्याल जोल गरिन्थ्यो भने अब हामी के गर्छौँ, जोल छ भने त्यसै गरी जोल टेस्ट, त्यसै गरी जोल ट, त्यसै गरी जोलेन। जोलेन कि जोल्टेन के हुन्छ होला? इस्फेगेस जोल्टेन है। बोल्नुहोस् न, किन कोही नबोल्नु भएको, किन साइलेन्ट? जोल्टेन। मेरो आवाज आएको छैन हो? छ म्याम, मस्त। ओके। यसरी हामीले पोलाइट तरिकाको, यो लाइक प्याटेरिटुम जस्तै छ यसको कन्जुगेसन, तर यो प्याटेरिटुम होइन। यो हामी एडभाइस गर्नको लागि प्रयोग गरिन्छ। जोल्ट, जोल्टेस, जोल्ट, जोल्टेन एन्ड देन जोल्टेड अनि जोल्टेन। तपाईँलाई कसैले सोध्यो मलाई टाउको दुखिरहेको छ, म के गरौँ भनेर सोध्यो, तपाईँ पोलाइट तरिकाले तिमी मेडिसिन लिग अथवा तिमी धेरै पानी पिय भनेर एडभाइस गर्नुहुन्छ नि होइन? म्याम हजुर। यो के अरे उयरमा त्यो जोल्टेन हुन्छ कि जोलेन हुन्छ? टिइएन, टिइएन टिन है। हुन्छ। अर्को यहाँ टिइएन जोल्टेन हुन्छ कि जोल्टेन, बुझ्नुभयो? जोल्टेन। अरूमा त त्यो जोलेनको जोलेनै हुन्थ्यो त। यो भनेको फरक हो। पहिला भनेको हाम्रो के हो त, नर्मल प्रेजेन्ट, तिमी यो गर। यो भनेको कनेक्टिभ च्वाइ। ढिलो आउनु भयो होला, म फेरि भन्छु। कनेक्टिभ च्वाइ चाहिँ राम्रो तरिकाले बोल्न, यहाँ माथि हेरमा लेखेको छ कनेक्टिभ च्वाइ। रिक्वेस्ट गर्न, सपनाहरूको बारेमा व्यक्त गर्न, अनरियल कुराहरूलाई इमेजिनेसन गर्न र पोलाइट नर्म भएर कसैलाई सल्लाह सुझाव दिनको लागि हामीले कनेक्टिभ च्वाइ प्रयोग गरिन्छ। कनेक्टिभ च्वाइको भर्ब कन्जुगेसन फरक हुन्छ। यहाँ रहेको छ जोल्ट, जोल्टेस, जोल्ट, जोल्टेन र जोल्टेड एन्ड देन जोल्टेन। Understand? Ja, म्याम। Okay, bitte schreiben Sie.
ल यति सार्नु टाइम लाग्यो तपाईँहरूलाई सक्यो होला नि होइन सक्यो म्याम सक्यो के सक्यो ओके तपाईँलाई कसैले भन्यो होइन कसैले तपाईँलाई सोध्यो म चाहिँ पुरै दिन एकदम थाकेको छु के गर्ने होला भन्यो इस बिन गान्छ चाइल्ड जियर मुड होइन म लेखौँ एक थोरै लेखौँ क्वेसन बनाउनु पर्छ भन्नु होइन तपाईँलाई इस बिन म पुरै दिन साह्रै थाकेँ के इस बिन गान्छ काम गरे थाकेँ होइन इस बिन गान्छ चाइल्ड जियर म्युड म पुरै दिन धेरै थाकेँ के गर्ने होला वास होइन यहाँ चाहिँ मैले नर्मलवाला प्रेजेन्टको वाला लेखेँ है त वास जोल यो जोलहरू लेखेको होइन इस माथेन म के गर्ने होला मैले सजेसन मागेँ के म कस्तो थाकेको छु म पुरै दिन थाकेको छु म के गर्ने होला भनेर मैले सजेसन मागेँ अनि तपाईँलाई मैले यो वाला यो त के हो कनेक्टिभ हो यो त प्रेजेन्टको वाला जोल हो नि त अब तपाईँ भन्नुहुन्छ म थाकेको छु के गर्ने होला पानी पिउ न त भन्नुभयो तपाईँले होइन मलाई डु डु पानी पिउ भनेर सजेसन गर्नु डु जोल टेस्ट वासर ट्रिङ्केन तिमी पानी पिउन सक्छौ भनेर पोलाइटमा तरिकाले गर्नुभयो कि पोलाइट भएर माया गरेर भन्थ्यो क्या अब डु जोल वासर ट्रिङ्केन पनि हुन्थ्यो दास इज आउखरिस्टिस होइन डु जोल वासर ट्रिङ्केन भेरोइटेड दास इज निस्ट पोलाइट त्यो चाहिँ के होइन पोलाइट होइन एन्ड देन दास इज पोलाइट डु डोल्टेस वासर ड्रिङ्केन जाट इज पोलाइट Verstanden? ओके यसरी गरिन्छ यसैमा तिमी मेडिसिन लिग तिमी के गर हिँड अथवा तिमी सुत होइन निदाऊ तिमी काम नगर होइन डु जोल्टेस निस जो फिल आर बाइट एन्ड यु सुड नट वर्क एज सो मच जे पनि भन्न पायो नि त होइन डु जोल्टेस निस फिल आर बाइट एन्ड तिमीले धेरै काम नगर भन्न पायो अब घर आएपछि नि पुरै दिन थाक्यो घर आयो खाना बनाउनु पर्यो खुवाउनु पर्यो भाँडा माझ्नु अब मैले भने कोही आयो मेरो बाबा आउनुभयो त मेरो काम नगर मम्मी बाबालाई त काम नगर लाइक फ्रेन्ड होइन के भन्नु पर्यो त डु जोल्टे डु जोल्टे निस जो फिल आरबाई धेरै काम नगर न त होइन भनेर सजेसन गर्यो फिल आरबाई यसरी सजेसन दियो तर कस्तो डु जोल पनि हुन्थ्यो दास इज आउखरिस्टिस डु जोल्स होइन आवेर जोल्टेस भेडोइटेड पोलाइट मोर पोलाइट पोलाइटमा के गरियो एडभाइस गरियो अब यसरी नै तपाईँहरूले जे गर्ने पनि एडभाइस दिनु कसैलाई कोही बिरामी छ स्पिन जियर क्र्याङ्क अब उसले के गर्नुपर्छ त तिमीले मेडिसिन लिनुपर्छ होइन अथवा तिमीले रेगलमेसिस योगा गर्नुपर्छ तिमीले धेरै पानी पिउनुपर्छ जे पनि भयो तिमीले बेडमा आराम गर्नुपर्छ होइन जस्तै के भन्नु अथवा तपाईँ भनौँ न तपाईँले जिजोल्थेन बेड ब्राइट बिरामी छ मैले के भने बेडमा आराम गर लाई बेड तिमी बेडमा आराम गर भनेर उसलाई मैले एडभाइस गरेँ तर कसरी त पोलाइटमा होइन अब घाँटी दुखेको छ कोही कसैको घाँटी दुखेको छ जोल्टेन निस जो फिल एक्सप्रेसन घाँटी दुखेको छ मैले उसलाई एडभाइस गरेँ कि तपाईँ धेरै नबोल्नुहोस् जी जोल्टेन निस जो फिल एक्सप्रेसन भन्नु तपाईँ धेरै नबोल्नुहोस् तपाईँलाई के हुन्छ झन् दुख्छ होइन यसरी हामीले उहाँलाई पोलाइट तरिकाले प्रयोग गर्यो यसको ठाउँमा जोल्टेनको ठाउँमा जोलेन राख्नु पनि मिल्थ्यो तर टिएन राखेपछि दास इज कनेक्टिभ ट्राई हुन जान्छ है यो नै हो नथिङ हो सेकेन्ड लास्टको भन्दिनु
This one, this. हजुर जी जोल्टेन इन बेड ब्लाइभेन। कोही बिरामी हुनुहुन्छ, तपाईँ के गर्नु, मैले एडभाइस गरेँ बेडमा बस्नुहोस् भनेर पोलाइटमा भने। जी जोल्टेन इन बेड ब्लाइभेन, तपाईँ बेडमा बसेर के गर्नुहोस्, आराम गर्नुहोस्। ल सबैजनाले एकुन्टा जाट्छ बिट, सबैले एकुन्टा जाट्छ भनिसु। त्यसपछि हामी नेक्स्ट ग्रामरमा जान्छौँ। ल छिटो है बिट, बिट स्नेलजी। डु जोल टेस्ट ओके ओके, एन्ड मोमेन्ट, एन्ड मोमेन्ट, डु जोल टेस्ट एन्ड मुस्ताङ मोमेन्ट। प्रान्डिङ एकैछिन एकछिन आउँछ अनि लेख्नुहोस्। टु जोल टेस्ट जोल्टेस मुस्ताङ मुस्ताङ राइजन। हो। अब टाढा कोही टाढा जानुहुन्छ भने आफ्नो ठाउँ छोडेर यदि टाढाको यात्रा गर्नुहुन्छ भने जहिले पनि वी हेभ टु नाक राख्नु पर्न जान्छ है। हामीले चाहिँ नाक राख्नु पर्ने हुन्छ। है नाक मुस्ताङ राइजन। Dear good Rosan, thank you so much. And then other, खै त सबैजनाले भन्नुहोस्। परमेश्वर, हेमन्त, खै शेरा, सुदीप हुनुहुन्न होला सबैजना। जम्मा त कतिजना होइसिन्छ, 6 जना। ल एकजनाले मात्रै भन्ने, अरूले नभन्ने। इस के त शेरा? इस जोल्ट इस जोल्ट भनिस्यो। इस जोल्ट इस जोल्ट यो एडभाइसको लागि हैन मिस, यो परेको नि या एडभाइस गर्न हामीले पोलाइटमा एडभाइस, आफैलाई एडभाइस गर्न नै मिल्यो नि। द्याट इज आउट रेस्टेस हैन। इस जोल्ट इस जोल्ट के त आफैले त एडभाइस त अलि मिल्ने रहन्छ कि है। मिल्छ, किन नमिल्ने। मैले धेरै मलाई के भएको छ, इस गाह्रो जोल्ट भएको पानी पिउनु पर्यो भने। इस यस्तो जोल्ट के इस जोल्ट म के भन्छ रे ठस्टी भएको छु भन्न मिल्छ होला कि है। म ठस्टी भएको छु भन्यो भने त इस्बिन ड्रुस्ट भन्ने हो नि त हैन। मैले पानी पिउनु पर्छ भनिस्यो न। इस जोल्ट दास ड्रिङ्किङ। इस जोल्ट das Wasser trinken. Das Wasser trinken. त्यस्तै गरी इस जोल्टा यस इस जोल्ट डोएच लेर्नेन। ओ गुड। इस जोल्ट डोएच लेर्नेन। अनि त्यसपछि Ma'am, is have urlaub in Zontag was Joel is machen Frage है होइन। Do Joel's meet friend in Fußball spielen? Oh, good. Do Joel's meet friend in Fußball spielen? अनि त्यसपछि जी जोल्टेन होय।
जी जोल्टेन Heute nicht Krankenhaus gehen हुन्छ ओके heute nicht nicht Krankenhaus gehen means Krankenhaus gehen अनि परमेश्वर त बोलिसेन त परमेश्वर वास इज पास्ट हियर जी हावेन जोल्टेन निस्ट गेन मात्रै पनि भयो नि होइन म्याम उसलाई जानु पर्दैन या दास इज अब्लिश जी जोल्टेन निस्ट गेन यो नै हो है आई होप सबैजनाले बुझ्नुभयो बुझ्नु भएको छैन भने बिटर फ्रागेन्जी एन्ड देन तपाईँहरूले यसलाई चाहिँ भोलि 10-10वटा चाहिँ जाट्छ बनाउनु है जिम्युसेन चेन जाट्छ ओके चेन जाट्छ मार्टिन Okay, ma'am. अब हामी ग्रामर पढ्न जाँदैछौँ अर्को नेक्स्ट ग्रामर है das ist auch sehr wichtig or einfach nicht nur wichtig sondern auch sehr einfach है त्यो ग्रामरको नाम रहेको छ गेनेटिभ यो गेनेटिभको बारेमा धेरै नै डिस्कस गर्नेछौँ अहिले त थोरै मात्र गर्नेछौँ अहिले चाहिँ यहाँ यति मात्र छ गेनेटिभ नामेन प्लस यास गेनेटिभ याससँग आउँदाखेरि चाहिँ के हुन्छ अब हेरौँ है त रोशनको घर ठुलो छ भन्नु पर्यो भने रोशनको घर ठुलो छ रोशन रोशन जेनेटिभको स्पेलिङ म्याम त्यो जिइएन आई हो आइम सरी जिइएन मेरो आई कस्तो भयो जिइएन आइटिआइबी है ओ tut mir leid das ist nicht त्यो है जेनेटिभ अब म यो भन्न जाँदैछु कि रोशनको घर ठुलो छ गेनेटिभको मतलब हो अफको मिनिङ को युज गर्नका लागि अफ भन्नका लागि के युज गरिन्छ जस्तै रोशनको घर ठुलो छ भन्नु पर्यो भने रोशन भन्नुभयो अनि यहाँ यास शब्द रोशन हाउस इज ग्रोस रोशनको घर ठुलो छ भन्ने मिनिङ दियो रोशन हाउस इज ग्रोस अब परमेश्वरको परमेश्वरको के हुन्छ परमेश्वरको वाइफ ब्युटिफुल हुनुहुन्छ भन्नु पर्यो भने परमेश्वर फ्राउ इज जियर सोन यसरी भन्नु होइन सियोनको स्पेलिङ पनि आइसकेकै छ परमेश्वरको वाइफ के हुनुहुन्छ यो यासले चाहिँ के मिनिङ दियो त को मिनिङ दियो कि रोशन लेख्यो यास लेख्यो रोशनको घर ठुलो छ भन्ने मिनिङ दियो परमेश्वर लेख्यो त्यसमा यास थप्यो परमेश्वरको वाइफ चाहिँ के हुनुहुन्छ त सुन्दर हुनुहुन्छ राम्री हुनुहुन्छ भन्ने मिनिङ दियो हैन अब हेरौँ एपोस्ट्रोफ एस जस्तो काम गर्छ क्या इङ्ग्लिसमा यसरी नै यास राख्ने यहाँ यस्तो उस्तो के बुझेँ मैले सेराको गरौँ है त सेराको हस्बेन्ड चाहिँ के हुनुहुन्छ त स्मार्ट हुनुहुन्छ सेरा मान इज जियर प्लुग सरी नेट होइन प्लुग यो त बुझ्नुभयो नि होइन ल अब चाहिँ सबैमा यसरी हुन्छ भन्ने हुँदैन केही कुरा चाहिँ यस्ता हुन्छ वी हेभ टु अभोइड सम एन्डिङ कुनै कुराहरूलाई चाहिँ हामीले अभोइड गर्नुपर्ने हुन्छ त्यो अभोइड केलाई गर्नुपर्ने हुन्छ हेरौँ है त नोट भनेर we have to avoid
एन्डिङ कुनै कुरालाई चाहिँ हामीले अभोइड गर्नुपर्ने हुन्छ त्यो कस्तो कस्तो शब्दहरूलाई चाहिँ अभोइड गर्ने हामी हेर्नेछौँ यो बुझ्नु त्यो हो यदि हाम्रो नामको पछाडि यास आयो भने हैन एक्सेट आयो भने जेट आयो भने अनि जेट आयो भने वी हेभ टु अभोइड यसलाई चाहिँ हामीले अभोइड गर्नु पर्ने हुन्छ जस्तै ह्यान्ड्स यसरी ह्यान्ड्स आयो त्यसको माथि चाहिँ हामीले यसरी यो लाउनु पर्ने हुन्छ यसलाई के भन्छ यस्तो स्पेगेसन ए पुस्तक समथिङ के नि म्याथमा ड्यास पनि भन्छौँ हामी जे भयो नि यसरी लाउनु पर्छ है त वाइस नाम त हुन्न म्याथ यसरी म्याथ नाम आयो अथवा ह्यान्ड्स यसरी आयो उनीहरूको यस्तो कसै नाम जस्तै रोशनमा त यो कुनै शब्द आएन परमेश्वरमा पनि आएन यास एक्सेट र यास जेट कुनै यस्तो शब्दहरू आएन हैन त्यसो गर्यो भने यसरी यास लाउने कति हामीले यस्तो शब्द देखिन्छ भने चाहिँ ह्यान्ड्सको घर ठुलो छ भन्नु पर्यो भने चाहिँ यसो गर्नु पर्यो कि ह्यान्ड्स हाउस इज ग्रोस गरेर गर्नु अथवा ह्यान्ड्स म्याथ्स हुन्ड इज गेफेर्लिस गेफेर्लिस त्यसले मिलेन है श्रिया सुनसाई के छ त म्याक्सको कुकुर के छ त डेन्जर छ ह्यान्ड्सको घर ठुलो छ यसले छुटायो कि यदि या एक्सेट र यास जेट आउँछ भने यसरी गर्नुपर्ने हुन्छ र यदि यो आउँदैन भने चाहिँ डाइरेक्ट यसरी गर्नुपर्ने हुन्छ फेस्टानले बुझ्यो म्याम यो एउटा कुरो म्याम यो हाम्रो जुन ऊ छ के भन्छ नेम छ नेम चाहिँ फर्स्टमै आउनुपर्ने बिचमा आउन मिल्छ कि मिल्दैन या नेम चाहिँ वी हेभ टु पुट फर्स्ट है फर्स्टमै राख्नुपर्ने हुन्छ ओके अनि नामको पछाडि यास राख्ने तर के गर्दा मात्र यास राख्ने यो कमा चाहिँ नराख्ने यदि एक्स अनि एक्सेट र एक्स र चेट देख्नु हुँदैन भने यसरी यास राखेर गर्नु मिल्यो यदि यास एक्सेट यास जेट आउँछ भने यो कमा चाहिँ हामीलाई राख्नुपर्ने हुन्छ द्याट इज जेट एन्ड फ्याक्ट यो यति नै थियो यसको पनि तपाईहरुले दुई तीनटा इक्जाम्पल गर्न सक्नुहुन्छ है Verstanden? Haben Sie Fragen oder nicht? बिटा एक्सप्रेसन किन नबोल्नु भएको बोल्नु पर्छ नि हैन त्यो 2 नम्बरको छ नि वाइस वाला That's his name just नाम हो यो नाम हो अब हाम्रो नेपालीमा त्यस्तो नाम हुँदैन यो डोइच उहाँहरुकै नाम हो है That's his nicht unser okay हैन उतिर त फेरि MAYS यामे याक्स भनिसु न यामे याक्स केमा उतै नाम हो भनेर नबुझिसो के यो यास एक्सेट र यास र जेट जस्तो शब्दहरू देख्नुहुन्छ भने नामको पछाडि जस्तै रोशनमा त यास पनि आएन एक्सेट पनि आएन यो पनि आएन यो पनि आएन त्यही भएर हामीले डाइरेक्ट यास याक्स गर्यो यस पछाडि त यो नाममा त यास आएको छ नि त्यही भएर यसरी कमा लाइयो के है यता सिंगल एस छ नि त त्यो यता त्यो अर्को यस कुन चाहिँ सिंगल यास भयो यता MAYS छ नि त्यो लास्टको लेख्नु भएको हुन्ड इज इस्ट भन्ने हो त्यो म्याक्स को एस लेख्न पाइएन म्याम यो यास त हामीले थपेको हो नि त यो यास थपेर नि यहाँ कमा गरिएको हो नि त ए थपेर अनि कमा गर्ने माथि लेख्ने हो थपेर कमा गर्ने हो के ओके जसको नामको पछाडि यो आयो यो आयो यो आयो यो आयो यसको पछाडि यो आयो यो नामको पछाडि यो आयो यो नामको पछाडि यो नामको पछाडि थपेर अनि कमा गरियो रोशनमा कतै यास देख्नु भयो त त्यही भएर यास मात्र गरियो कमा गरिएन त्यो म्याक्स आए पनि पछाडि चाहिँ एस थप्नु पर्यो या किन थप्नु पर्यो त यो जेठ आको यो आको भएर यो याक जेठ
या वी हेभ टु अभोइड सम इन्डिङ यो यास एक्सेट यास जेट कुनै पनि नामको लास्टमा यस्तो शब्दहरू देख्नुहुन्छ भने यास थपेर कमा इन्क्लुड गर्नु नाम आयो भने पछाडि एक्स जेड थप्ने नाम त नाम तर कुन चाहिँ नाम आउँदाखेरि कमा थप्ने भने को भन्नु पर्यो भन्ने के रोशनको घर ठुलो छ कुनै शब्दमा यो अनुपाको झोला हो यो परमेश्वरको स्कुल हो को भन्ने अर्थमा मात्रै त्यस्तो गर्न सकिन्छ भन्न खोजेको के है को लागि त्यो त माथिको फोन पनि यसले पनि त नथपेको यसले पनि त भएको छ हैन हो दुईटैको अर्थ एउटै हो यसको अर्थ पनि को हो यसको अर्थ पनि को हो तर नामको पछाडि यास यास सेट यास र जेठ आउँछ भने यासमा कमा थप्नु पर्ने हुन्छ के ओके ओके कोमा बुझ्यो थप्नु पर्दैन है यिनी चारवटामा त्यो यस एक्स जेड आयो भने हामीले पछाडि नाम थप्नु मिल्यो कि यस थप्ने कि है मिस हो जस्तै सुदीप आउनु भयो सुदीपको नाम लेखे सुदीपको नाममा कतै यास सेट यास लेख्नु भयो त लास्टमा त टी आएको छ त्यही भएर डाइरेक्ट सुदीप यस भनेर थप्नु यसरी पर्यो यास थपिदिने त्यो सुदीप भनेपछि को सुदीपको भयो कि मिनिङ ओके जस्तो जोर आयो भने त्यो लास्टमा जेट आउँछ नि हैन अनि हामीले यस थप्ने त्यही हो कुरा ओके तपाईले एकपल्ट एक्जाम्पल गर्नु त तपाईले एकपल्ट एक्जाम्पल गर्नु अझै क्वेसन छ भन्नु भने बिच सोध्नुहोस् है यो नामको पछाडि यस त आउँछ म्याम यो एक्स र जेड पनि धेरै त खासै युज हुन्न क्या खासै युज हुँदैन तर जान्नु त पर्यो नि कतै केही देख्यो भने त बुझिन्छ नि होइन अब किताबमा पढा भनेपछि त पढ्नु पर्यो हो कि होइन ल मेटाइदिए है त यो सबैले इक्जाम्पल गर्ने बोल्यो एउटा जोडेनुको अर्को यो भयो गेनेटिभको अब अर्को भन्नु पढ्यो त्यो पनि पढिसकेको कुरा हो यो ल है टेम्पोरल प्रिपोजिसन temporala preposizione अब यो चाहिँ हामीले किन युज गरिन्छ वी हेभ टु हैन हामीलाई अलरेडी के छ त थाहा छ समय जनाउनका लागि प्रयोग गरिन्छ हैन टेम्पोरल प्रिपोजिसन के जनाउनका लागि प्रयोग गरिन्छ त भन्नुस् न समय ओके त्यसमध्ये यहाँ तीनटा दिएको छ त्यो हेरौँ है त 20 कुन प्रिपोजिसन हो 20 आकुजाटिभ हैन आकुजाटिभ प्रिपोजिसन हो 20 को मतलब हो स्टिल हैन सम्म अब भने मैले
तपाईँसम्म म चाहिँ कहिले म कतै घुम्न गएको छु तिमी कति दिनसम्म बस्छौ भनेर मलाई कसैले सोध्यो म चाहिँ 2 हप्ता अथवा अर्को हप्तासम्म बस्छु भन्नु पर्यो भने मैले कसरी इस इज मिस ब्लाइबर बाइब मिस ओ बुलाइबो ब्लाइब है बिगियन ओन मिस बुलाइबेन बुलाइबेन इज मिस नेक्स्ट NAS इज ब्लाइबर नेक्स्ट ओका इज ब्लाइबर नेक्स्ट ओका म अर्को हप्तासँग बस्छु भन्ने मिनिङ दियो होइन अब तपाईँहरूले यसमा एउटा आफ्नो इक्जाम्पल लेख्ने अब युबर हेरौँ है त युबर भनेको पनि के हो आकुजाटिभ नै हो युबरले ओभर टाइमको मिनिङ दिन्छ होइन एउटा 20 भयो सम्म युबरले चाहिँ मैले चाहिने भन्दा बढी पढाएँ भने ओभर टाइम भयो ओभर टाइमको मिनिङ दियो कतै युबर देख्नुभयो भने ओभर टाइमको मिनिङ दियो इस्टबाट युबर आइन स्टुन्ड होइन मैले 1 घन्टा बढी वेट गरेँ उयर ह्याभेन हामीले उयर ह्याभेन युबर आइन स्टुन्ड तिमीलाई मैले के गरेँ कसैले मलाई भेट्न बोलायो उसलाई म 20 मिनटको लागिसम्म पर्ख है भने मैले त 40 मिनटसम्म पर्खिनु पर्यो अथवा 1 घन्टासम्म पर्खिनु पर्यो हामीले उयर वाचेन ओभर भयो कि उयर वाचेन युबर आइन स्टुन्डेन आउफ सरी यहाँ त हावेन हुन्छ प्याटेरिटुमा त होइन उयर हावेन युबर यहाँ त कस्तो भयो भाइ एकैछिन है 2 मिनट रोक्नु ल टुटबियरलाई 2 मिनट होल्ड गरिदिनु ल हुन्छ म्याम भइहाल्छ नि सुरु गरौँ है त Where haben Uber eine Stunde auf dies gewartet मैले हामीले चाहिँ तिमीलाई के गर्यौं त 1 घन्टा बढी कुर्यौं अघि मैले सरी यहाँ लेखेको थिएँ 1 घन्टा बढी कुर्यौं भन्ने मिनिङ दियो कि युबरले ओभर टाइमको मिनिङ दियो जति फिक्स टाइम हो त्यो भएन फिक्स भन्दा कहाँ गयो माथि गयो हैन अब हामी जान्छौं बुझ्नु भएको छ नि खै त बोल्नु भएको हजुर हजुर मिस बुझेँ अब आप चाहिँ के हो डाटिभ हो यो पनि आफू डाटिभ हो यो हो डाटिभ आब हो डाटिभ यो चाहिँ फ्रमको मिनिङ दिन्छ आबले तर फ्युचरमा हुने एक्टिभिटीको लागि युज गरिन्छ फ्रमको मिनिङ त हो तर फ्युचरमा हुने एक्टिभिटीको लागि युज फ्युचरमा हुने एक्टिभिटीको लागि युज गरिन्छ जस्तै अब मलाई हेमन्तले सोध्नु भएको थियो A1 को क्लास कहिलेबाट हुन्छ भनेर अस्ति नै क्वेशन गर्नु भएको थियो नि त अब मैले त्यो त मेरो लागि अहिले त भएको छैन भविष्यको कुरा हो फ्युचरको कुरा मैले भने डियर पुट्स बिङ्ड आफ नेक्स्ट इयर ओख यो के हुन्छ त अर्को हप्ताबाट सुरु हुन्छ भनेको कि मैले हैन डियर
Dear, course. Dear course their course being began being began up Mr. ओखा ओखाको आर्टिकल डी हो होइन डी हो डी भएको कारण डाटिक भएको कारणले डियर हुनु पर्यो है डियर कोर्स बिङ टाफ नेस्टर ओखा यो कोर्स चाहिँ नेक्स्ट विकबाट सुरु हुन्छ भन्ने यसरी गरियो स्ट्यान्डिङ yeah स्ट्यान्डर्ड ओके course एकचोटि फेरि एक्सप्लेनेसन गर्छु टेम्पोरा र प्रिपोजिसन समय जनाउनको लागि प्रयोग गरिन्छ होइन जस्तै 20 भनेको लाइट 20 भनेको आकुजाटिभ हो अब यस्तै सम्म जस्तै म यो अर्को हप्तासम्म बस्छु भन्दा प्रयोग गरे इस ब्लाइभ 20 नेक्स्ट ओख म अर्को हप्तासम्म बस्छु युबर भनेको ओभर टाइम फिक्स टाइम भन्दा बढी गरियो जस्तै मैले कसैले मलाई कुर्न 20 मिनट कुरा भने मैले 1 घण्टासम्म कुर्नु पर्यो we were einstein of dish watching हामीले तिमीलाई 1 घण्टा बढी कुर्यौ हैन आप भनेको डाटी प्रिपोजिसन हो यो फ्युचरमा हुने एक्टिभिटीको लागि हामीले युज गर्ने गरिन्छ जस्तै डियर कोर्स बिङ आफ नेक्स्ट ओखा हाम्रो क्लास चाहिँ अर्को हप्ताबाट सुरु हुन्छ भन्नु पर्दाखेरि हामीले आप युज गरिन्छ ओके सबैले एकुन्टा गर्ने स्ट्यान्डिङ okay ओके अब हामी जान्छौँ कोर्समा है त ल सबैले जोलिनको चाहिँ जोलिनको त गरिसकेको थियो जोलिन पछि हामीले के पढेका थियौं स्फेर्गेस के पढेका थियौं जोलिन पछि टेम्पोराला नै पढ्यौ होइन के अरू पढ्यौं ए यो गेनेटिभ Genetic. गेनेटिभको एकुन्टा गर्नु अनि जोलेनको एकुन्टा इक्जाम्पल गर्नु त्यसपछि किताबको पढ्छौं ल बिटा जोफट है जोफट भन्न आउँछ खालि स्नेल के को गर्नु भन्नुभयो एउटा जोलेनको कसरी पोलाइट भएर एडभाइस गर्ने एउटा गेनेटिभको गर्ने है
खै त कसैले पठाउनु भएको छैन 11 मिनेट भइसक्यो आएन हो कोही पनि जाने होइन है 8जना कति 1जना गइसक्नुभयो परमेश्वर रोशन सरोज शेरा हेमन्त होइसिन्छ जाने कोही होइन टाइम भएपछि मात्र जानु एक्लै बोलिरहेको रहेछु भगवान म्युट गरेर बोल्छु भनेको पनि We're having Oinistai, Deshoigin, Mushanti, Snail, We're having सरोज खै त तपाईँको हेमन्तको भयो रोशनको भयो हेमन्तको भयो कि नै शेराको भयो रोशनको भयो परमेश्वरको भयो सरोज र हेमन्तको बाँकी छ आई थिङ्क सरोज र हेमन्त बिट स्नेल रोशन परमेश्वर सरो भयो गाह्रो भएको हजुरहरूलाई बिट एक्सप्रेसन जी एउटा खेल्दै छ प्रागिन गाह्रो भएको तपाईँहरूलाई छैन छैन हेमन्त र सरोजलाई
Warum sprechen nicht Hemant? हेमन्त केनजी हियर ओके बोल्दै बोल्नुहुन्न भनेको हेमन्त के भयो हजुरलाई फोटो खिच्दै थिएँ हजुर ड्युटीमा होइसिन्छ हो होइन होइन म्याम मैले फोटो खिचेर पठाउँदै थिएँ ग्रुपमा अनि त्यही भएर ओके ओके थ्याङ्क यू सरोज मुसेन्जी आऊ है तपाईँले नि छिटो गरिसियो मेरो नाम लेखियो लेख्नु भएको छ त अनुपात Deutsche Sprache ist sehr gut, thank you. Ich besuche dir Burg bis nächsten Monat, okay. Du solltest die हुँदैन नि das हुन्छ es sind kaufen im Supermarkt. Ich habe nicht Essen für Frühstücken, okay, good. अब नूर सरोजको मात्रै बाँकी छ सरोज सरोज नभनेसम्म म अगाडि बढ्दिनँ है आँखा मलाई चाहियो जसरी नि है म्यासेज पठाइदिनु भएको म ड्युटीमा छु ओके फाइन प्रब्लम पहिले भन्नु पर्थ्यो नि सरोज होइन ओके अब हामी जान्छौँ बुकमा ओके यो च्याप्टरको नाम रहेको छ गेलेन्ट 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 हरियो नै रहेछ गेलेन्ट 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 भनेको सिक्नु 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 लाइक के भनेर भन्नु सिकेको सिके गर्ने के होइन डोइस सिकेको सिकै त्यसै हो त्यही नै हो वान्स यु हेभ लर्न समथिङ भने जस्तो कि इट्स से विथ है ओके सिकेको सिकै भनेर बुझ्नु न गेलेन्ट इट्स गेलेन्ट अब यो टेस्ट पढ्नेछौँ ओके प्रमेश्वर can you give me your heaven प्रमेश्वर हजुर म्याम ओके बिटा लेजेन्डी Ich habe Gitarre spielen gelernt. यो त यहाँ बुकबाट पढ्न खोजेको बुकमै नदेखिने रहेछ बरु यहीँ देखिन्छ कि क्या हो ओके म जुम गर्नुहोस् अझै जुम मोमेन्ट ओके Ich habe Gitarre spielen gelernt, while ich unbedingt die Lieder von meinen Lieblingsbands spielen wollte. Erst habe ich mir eine Gitarre geliehen und allein mit einem Buch gelernt. Gar nicht so einfach, ohne Kurs und ohne Lehrer braucht man viele Disziplin und üben muss man sowieso viele. Ich finde das ziemlich toll. Das ist ganz alien
Gitarre spielen gelernt habe. Aber ich will noch besser werden. Deshalb mache ich im Moment noch einen Online-Kurs. ओके थ्याङ्क यू परमेश्वर अब म भन्न जाँदैछु अनि कहाँ के मिस्टेक भयो हेर्छु है त इस हाव गिटार स्पिलेन गेलेन्ट मैले के गरेको इस हाव गिटार स्पिलेन गेलेन्ट भनेको मैले गिटार सिकेको थिएँ दास इज के भयो पार्टिसिप च्वाइ होइन वाइल इज उन बेडिङ डिलाइडर फोन माई नेम लिभलिङ्स बान्ड्स स्पिलेन ओल्ट म चाहिँ के गर्न चाहन्थेँ त आफ्नो फेभरेट ब्यान्डसँग खेल्न चाहन्थे अथवा प्ले गर्न चाहन्थे भन्न खोज्यो एक्स्ट्रा हाव इस मियर आइन गिटार गेलाइन्ट उन अलाइन मिट आइनेम बुक गेलेन्ट मैले चाहिँ के गरेँ सुरुमा चाहिँ मैले गिटार लिगेँ त्यसपछि मैले एक्लै बुकबाट गिटार बजाउन चाहिँ सिकेको थिएँ भन्ने मिनिङ दियो गार्निस जो आइन फाक यो चाहिँ के थिएन सजिलो थिएन ओन कोर्स उन ओन लेरर ब्राउटमान फिल डिसिप्लिन विथआउट कोर्स विथआउट टिचर चाहिँ के गर्नु पर्थ्यो त सजिलो थिएन हामीलाई धेरै के चाहिन्थ्यो त उसलाई धेरै अनुशासनको आवश्यक पर्यो रे ओन्ट युबेन मुसमान जो वाइज फिल युबेन भनेको प्र्याक्टिस मान्छेले के गर्नु पर्यो धेरै नै प्र्याक्टिस गर्नु पर्यो एक्लै सिकेपछि होइन इस्फिन्ड दास चिम्ली स्टोल मलाई चाहिँ यो मैले चाहिँ थोरै राम्रो पनि भेटाएँ दास स्कान्स लाइन गिटार स्पिलेन गेलेन थाहा मलाई राम्रो भेटाएँ एक्लै गिटार सिक्दा पनि राम्रो भेटाएँ रे होइन उसले आबेर इस विल नोक बेस्टर ओइडेन तर पनि म थोरै के गर्न चाहन्छु स्टिल अझै पनि राम्रो बेस्ट दिन चाहन्छु डेजाल्ट भेटोइटेड त्यसैले डेजाल्ट माखा इस इ मोमेन्ट नोक आइनन अनलाइन कोर्स त्यसैले म चाहिँ अब के गर्नेछु त अनलाइन कोर्समा गिटार बजाउन सिक्नेछु भनेको छ यो टेस्टले ओके अब यो रह्यो अब सरोज बोल्नु मिल्दैन होइन अब को होइसिन्छ सरोज रोशन हेमान्तले भन्छ ओके हेमान्त बिटर लेजेन्जी Lieber Tobias, vielen Dank nochmal, dass du mir gezeigt hast, was man am Computer alles machen kann. Du hast mir das so gut erklärt, dass es ganz einfach für mich war. Das Internet finde ich wirklich sehr praktisch. Ich habe schon viele wichtige Informationen gefunden. Und gestern habe ich zum ersten Mal mit meiner alten Freundin Marianne in Amerika geskypt. Das war sehr schön. Herzliche Grüße. डाइनोपा ओके यो चाहिँ एउटा मेल हो जसले चाहिँ एउटा हजुरबुवा हुनुहुन्छ जसले चाहिँ आफ्नो ग्रान्डसनलाई आफ्नो नातिलाई चाहिँ मेल लेख्नु भएको छ त्यो मेल चाहिँ किन लेख्नु भएको भने फिलनडाङ नोखमाल म चाहिँ तिमीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु दास डुमियर गेचाइक थास उसले चाहिँ मलाई देखाए कि कम्प्युटर वास मान आम कम्प्युटर आलिस माखेनकार मान्छेहरूले चाहिँ कम्प्युटरमा के गर्न सक्छ भनेर उसको के गर्यो ग्रान्डसनले उसलाई भनेको थियो त्यसैले उहाँले चाहिँ धन्यवाद दिनुभयो होइन डु हास मियर दास गुड क्लियर तिमीले चाहिँ मलाई कति राम्रोसँग एक्सप्लेनेसन गर्यो दास इज गाच आइन फाक फ्युर मी सुवार यो चाहिँ मेरो लागि एकदमै सजिलो थियो अरे राम्रोसँग ग्रान्डसनले एक्सप्लेन गर्यो त्यही कारणले चाहिँ ग्रेन्डपालाई चाहिँ सजिलो भएको थियो दास इन्टरनेट फिन्ड इज विकली चियर प्र्याक्टिस मैले चाहिँ इन्टरनेट रियरली चाहिँ एकदमै प्र्याक्टिस भेटाएँ इसावस्योन फिल उस्टिग इन्फर्मेसन गेफुन्डे मैले चाहिँ त्यसमा धेरै उस्टिक इन्फर्मेसनहरू प्राप्त गरेँ होइन उन गेस्टेन हाव इस्चुम एस्टमाल मिट माइनन एल्टन फ्रेन्ड इन मारियाना इन अमेरिका
स्पिक टु दासवा जियर्सुन अनि गेस्टेनमा चाहिँ उसले पहिलोचोटि आफ्नो फ्रेन्डिन गर्लफ्रेन्ड मारियासँग ऊ चाहिँ कहाँ छिन् त अमेरिकामा छिन् स्काइपमा कुराकानी गर्यो रे उसलाई चाहिँ दासवा जियर्सुन यो चाहिँ एकदमै राम्रो लाग्यो हेर्सलिस गुर्स भनेको छ डाइनोपा तिम्रो हजुरबुवा भनेर आफ्नो नातिलाई उसले मेल गरेको छ ओके फेस्टान्डेन यो नै रहेको छ सबैजनाले दुईजनाले पढ्नुभयो प्रशान्त हेमान्त र बाँकी रहनुभएकोले आफ्नो किताबबाट पढ्न सक्नुहुन्छ र यसमा के रहेछ कसो रहेछ बुझ्न सक्नुहुन्छ हो है ओके आजलाई क्लास यति नै है त सबैजना प्लिज क्लासमा आउने गर्नुहोस् ओके पेटर चाहिँ अनि आज पढाएको कुराहरूलाई चाहिँ फेरि गर्ने